नारायण। अस्ति स्थूलतनु सचाङ्कुशवसः किं हस्ति मातृङ्कुशा दीपे प्रज्वलिते प्रणश्यति तमः किं दीपमात्रं तमः वज्रेणापि हता पतन्ति गिरयः किं वज्रमात्रं नगा तेजो यस्य विराजते स बलवान् स्थूलेषु कः प्रत्ययः। अर्थात अस्ति स्थूलतनु सचाङ्कुशवसः किं हस्ति मातृङ्कुशः। हात्तीको ठुलो मोटो शरीर हुन्छ तर पनि ऊ अङ्कुशको बसमा रहन्छ। के त्यो अङ्कुश हात्तीको समान छ त? छैन। दीपे प्रज्वलिते प्रणश्यति तमः किं दीपमात्रं तमः। एउटा सानो दीपलाई हामीले प्रज्वलित गरिदियौँ भने त्यहाँनिर भएको त्यो सारा अन्धकारलाई उसले आफूमा समाउँछ र त्यो सारा ठाउँलाई उसले जाजल्यमान बनाउँछ। के त्यो अन्धकार, के त्यो दीप अन्धकारको समान छ त? छैन। वज्रेणापि हता पतन्ति गिरयः किं वज्रमात्रं नगा। एउटा सानो वज्रलाई हामीले पहाडमा हानिदिँदा हुन्छ, छोडिदिने हो भने त्यो एउटा वज्रले त्यो पहाड ढालिदिन सक्छ। के त्यो सानो वज्र पहाड समान छ त? छैन। तेजो यस्य विराजते स बलवान् स्थूलेषु कः प्रत्ययः। त्यही भएर भनिन्छ जसमा तेज विराजमान हुन्छ उही सर्वश्रेष्ठ हुन्छ। स्थूल भनेको मोटोमा के भरोसा छ? केही छ? अब यहाँनिर हामीसँग प्रश्न आउँछ, हामीले तेजस्वी कसरी हुने, हामी तेजवान कसरी बन्ने त भन्दा गायत्रीको अनुसन्धान गर्नुपर्छ, गायत्री जप गर्नुपर्छ। त्यसले गर्दा हाम्रो ब्रह्म तेज प्राप्त हुन्छ। हामीले अध्ययन गर्नुपर्छ। अध्ययनले हाम्रो बुद्धि विकास गर्छ। बुद्धिबाट हामीले ज्ञान आर्जन गर्छौँ। ज्ञानले हामीलाई स्वतः तेजिलो बनाउँछ। त्यसै कारणले हामीले पढ्नुपर्छ। विद्या नै सर्वश्रेष्ठ हो। जय श्री राम।